गैरीबास क्षेत्र के दो मोटर चालकों ने नागरगढ़ प्रखंड के पानझोड़ा के 3 बच्चों को मोटर बाइक से टक्कर मार दिया। बाइक के टक्कर से एक बच्चे की मौके पर ही मौत हो गई और बाकी 2 बच्चों की हालत काफी गंभीर बताई जा रही है। इसी को लेकर आज पानझोड़ा क्षेत्र के स्थानीय वासियों ने नागरगढ़ थाना में आरोपियों के खिलाफ विरोध किया और स्थानीय वासियों ने यह भी आरोप लगाया कि दोनों बाइक सवार नशे की हालत में थे, इसलिए उन्हें कड़ी से कड़ी सजा मिलनी चाहिए। एक्चुअलीमा हिजो 14 तारिक 4 बजीतिर यो जुन चाहिँ बिन्दु हैन गैरीबासको भाइहरू यताबाट बाइकबाट जाँदै रहेछ। अन्त मूर्ति ब्रिजको छेउमा हाम्रो पानझोडा बस्तीको नानीहरू पनि 4 जना नानी थिए। 4 जना नानीमा चाहिँ तिनीहरू साइड लागेर जाँदै थियो। खुनिया बस्तीमा यो फुटबल खेला थियो, त्यो खेला हेर्नु जाँदै थियो नानीहरू। यताबाट यो केटीएम बाइक चलाएर जुन चाहिँ भाइहरू थियो, 2 जना भाइ थियो त्यो बाइक सवारीमा गैरीबासको, उनीहरू चाहिँ एउटा ट्याब्लेट खाएको जस्तो हिसाबले जुन खालको एकदम बाइक पुरा रफ्तार तेज चलाउँदै थिए। त्यो तेज चलाएको उसले गर्दा चाहिँ ब्यालेन्स नगरेर उनीहरूले त्यो जुन चाहिँ साइडमा हिँड्ने नानीहरूलाई ड्याममा 3 जना नानीलाई हिर्कायो। 3 जना नानीलाई हिर्काउँदाखेरि 3 जना लड्दाखेरि चाहिँ के भयो भनेदेखिको अरूलाई चाहिँ एउटा भाइको चाहिँ खुट्टा भाँचियो, 2 जग्गा खुट्टा भाँचियो। अन्त अर्को भाइ पनि त्यसरी नै लड्यो, सिरियसै भयो। 1 जना नानी चाहिँ एकदम बाइकमै चेप्टिएर लडेको रहेछ, एकदम बाइकले नै चेप्टेर राखेको रहेछ। अरू जग्गा खोजी हिँड्नु भेटेन, लास्टमा हेर्दाखेरि बाइकले चेपेर राख्यो। त्यो नानी चाहिँ स्पोट डेड भयो। यहाँबाट हस्पिटल लाँदा 3 जनालाई लगेको, तर त्यो नानीलाई उहाँ जस्तो मालबजारमा पुर्याउने बित्तिकै नै भन्यो कि डक्टरले भन्यो यो नानी चाहिँ स्पोट भयो, उसको चाहिँ अब उयो छैन भनेर घोषणा गर्यो। अन्त त्यहाँदेखि अरूलाई चाहिँ त्यहाँ हस्पिटलमा एडमिट गर्यो। अन्त त्यो सानो नानीलाई चाहिँ अब आज 15 तारिक बिहान अब पोस्टमार्टमको लागि उयो गरेर हाम्रो चाहिँ भन्ने के छ भन्ने भनाइ छ भनेदेखिको यहाँ नगरकट्टामा थानामा लिएर जुन चाहिँ भाइहरूले ल्याएर राखेको थियो, उनीहरूलाई हामीले चाहिँ भनेको थियौँ उनीहरूको गार्जनहरू आओस्। गार्जनहरू आएर आजको दिनमा यस्तो यहाँ नानी स्पोट भइरहेछ, 2 जना नानी एकदम सिरियस पेसेन्ट छ, तिनीहरूको गार्जन त आउनुपर्छ। एक्चुअलीमा आएर यहाँ हामीसँग हाम्रो जुन चाहिँ त्यो बच्चाको आदिवासी नानी हो, उनीहरूसँग भेटघाट गरेर उनीहरूलाई अलिकतिकै खर्च पानी जुन चाहिँ त्यो नानीहरू हस्पिटलमा छ, तिनीहरूको गार्जेनको अवस्था एकदमै खराब छ, कन्डिसन एकदम खराब छ, 1 रुपियाँ पनि खर्च गर्न सक्दैन। अहिले त्यो अवस्थामा छ र पनि यिनीहरूलाई यहाँ लिएर राख्यो। यिनीहरूलाई त अब चलन गर्यो अहिले जलपाइगुडी, तर पनि हामी चाहन्छौँ उहाँको गार्जनहरू जुन चाहिँ नानीहरूको त्यो भाइहरूको गार्जनहरू चाहिँ आउनुपर्छ, एकताल आएर हाम्रो पानझोडामा आएर उनीहरूले त्यो जुन चाहिँ घटना भएको घरमा आएर उनीहरूलाई चाहिँ के हेल्प गर्नु सक्छ, उनीहरूले ट्रिटमेन्टको लागि भयो, यता अब जुन चाहिँ नानी खसेको छ उनीहरूको लागि एउटा क्रियाक्रमको लागि केही हेल्प गर्नु सक्छ कि? त्यति त गर्नु सक्छ नि त मानवताको नाताले गर्दा। आज उनीहरूले गर्दाखेरि यहाँ यस्तो बेहाल भइरहेछ, उनीहरूको छोराहरूले गर्दाखेरि एक्सिडेन्ट गरेर यस्तो गरेछ। उनीहरू त आउनुपर्छ नि। हामीले बार यहाँबाट कल गरेर भन्दाखेरि पनि उनीहरू तर्किरहेछ। आज भोलि 3 दिन हामी टाइम दिन्छौँ, 3 दिन टाइम दिँदाखेरि पनि आएन भनेदेखिको हामी पानझोडामा खुनिया मोडमा हामी गाडी छेकेर 3 दिनको दिनमा हामी सबै झोलुङ गैरीबास जति पनि गाडी आउँछ हामी गाडी छेक्छौँ। गाडी छेकेर अन्त त्यो गार्जनलाई हामी यहाँ बोलाएको हुन्छौँ। यति इजी चाहिँ टेकअप गरोस् तिनीहरूले, तर हामीले अहिलेसम्म एकदम राम्रो रूपले उयो देखाइरहेछौँ, राम्रैसँग गरेका छौँ। त्यस्तै बेहोरा गर्छ भने हामी पनि त्यस्तै बेहोरा लिन्छौँ। हामी सबै गाउँले उठेर खुनिया पानझोडा सिप्सु हामी सब उठेर त्यहाँ रोडमा बसेर हामी सब उँभोको गाडी जाम गर्छौँ। किनभने आज एउटा बच्चा यहाँ मृत्यु भइरहेछ, उनीहरूले त्यस्तो गर्नुहुन्छ? उनीहरूले कुनै उयो लिएको छैन। हामी जानु उनीहरूको घरमा, उनीहरूले एउटा रेस्पोन्स दिनु पर्दैन? किनभने हामीले त उनीहरूलाई नराम्रो गरेको छैन त। उनीहरूको छोरालाई हामीले हातपेट गरेनौँ त, पुलिस बोलाएर सिधै राम्रोसँगले ल्याएर उयो गऱ्यौँ भने उनीहरूले पनि हाम्रो हेर्नुपर्छ नि त। फर्स्टमा तपाईँको जो मृत्यु भएको नानीको नाम हो सुमित उराउँ, उसको बाबाको नाम सुरेश उराउँ र अहिले जुन चाहिँ फिलहाल मालबजार हस्पिटलमा जसको जुन नानीको चाहिँ 2 नम्बर नानीको चाहिँ जुन चाहिँ खुट्टा भाँचेको थियो, अहिले हिजो राति हामीले 8 बजी लगेर एडमिसन गरेको थियौँ माल हस्पिटलमा।
र आज बिहान 8 बजी उहाँको त्यो खुट्टा एक्सरे गरेर चाल पाएपछि मतलब खुट्टा भाँचेको छ भनेर उहाँलाई त अहिले जलपाइगुडी हस्पिटलमा रेफर गरेको छ। र 3 नम्बर बिट्टु माझी के अरे पर्वत माझी जसको बाउको नाम चाहिँ विक्रम माझी हो। ऊ भाइ पनि अहिले बिहान हिजो लगेर त उपचार गऱ्यौँ, तर अहिले उसको पनि अवस्था आस्ते आस्ते अब जिउहरू दुख्ने बिमारी भन्दैछ। अवस्था खराब छ। हुन्छ।